पागल हो के म किदै जाने बित्तिकै भनेको सिसी क्यामेरा चेक गर्नुभन्दा पनि नमान्ने कस्तो आवाज आउँथ्यो भापु भापु भन्दै आउँथ्यो नि अनि हामी पछि पक्कै मलाई कराउँछ बुढो बोल्यो। हाई गाइज, आज चाहिँ मेरो ब्लग यहीँदेखि नै सुरु हुने भयो। हामी आएको छौँ यहाँ रमादा आउन स्विमिङ गर्न आएको छ। सो मैले यहीँदेखि नै ब्लग सुरु गरेँ। साउरमा देखाएको के लाग्यो एकछिन राख्दैन मान्छेको यो चाहिँ हाम्रो भैरवाको एयरपोर्ट हो। राम्रो भ्यू देखेर यहाँ स्विमिङ पुल हामी चाहिँ भर्खर स्विमिङ गरेर माछा खानालाई निस्क्यौँ। हामी चाहिँ प्याकेजमा आएको थियो। यहाँ प्याकेजको सिस्टम पनि रहेछ। लाइक 2 प्याक्सको 2000। त्यसमा चाहिँ एउटा हुक्का, 2टा बियर एल्कोहललाई। यति बियर खानु नभने मकटेल पनि लिन सक्नुहुन्छ। मकटेलमा चाहिँ भर्जिन मोहितो मात्र छ। भर्जिन मोहितो पनि छ अनि सफ्ट ड्रिङ्क्स पनि छ, लाइक जुसहरू पनि छ। त्यो चाहिँ अब हजुरको इच्छा हो। अनि स्न्याक्समा चाहिँ एउटा के आएको थियो, फिस समथिङ, फिसको केही आएको थियो, माछाको केही आएको थियो। सकभर चाहिँ प्याकेज नलिँदै ठिक हुन्छ है। हाम्रो विचारले चाहिँ हामी चाहिँ प्याकेज लिएको चाहिँ वर्ती चाहिँ लाएन। अनि स्विमिङ मात्र गरेको चाहिँ 500 छ। हजुरले स्विमिङ गरेर चाहिँ छुट्टै खाँदा नि हुन्छ, त्यो नै बेस्ट हुन्छ। प्याकेज चाहिँ हामीले लिएको, हामीलाई चाहिँ वर्ती चाहिँ केही पनि भएन किनकि हामी ड्रिङ्क पनि गर्दैनौँ। एउटा भर्जिन मोहितो मात्र, अरू अप्सनै नै के। हेलो यो चाहिँ अलि भएन है, सिस्टम पनि भएन, बिलिङ के पनि भएन, एक्स्ट्रा जोड्नु भयो। अनि त्यही हो, मलाई त एकदम बोल्न नि मलाई पैसा हामीले नखाएको चिजको पनि जोड्नु भएको थियो भन्दा पनि नमान्ने के, जिद्दी गर्ने जिद्दी। अनि पछि बादमा त हामीले भनेको सिसी क्यामेरा चेक गर्नुभन्दा पनि नमान्ने। बेसमेन्ट हो कि फर्स्ट फ्लोरै हो। हेलो गाइस, वेलकम ब्याक डे 2 अफ दिस ब्लग। आज चाहिँ हामी चरङ्गी जाँदैछौँ। यहाँ हाम्रो जिमको दाई हुनुहुन्छ, उहाँको बहिनी आउनुभएको छ इन्डियादेखि। त्यही भएर यसो भैरवा बुटल घुमाइदिउँ भनेर। भैरवा बुटलमा खासै घुम्ने कुराहरू केही छैन, क्याफे रेस्टुरेन्ट भन्ने टन्नै छ, तर यस्तो घुम्ने एरिया चाहिँ केही पनि छैन है। केही छ भने सजेस्ट गर्नु होला प्लिज। लुम्बिनी छ, लुम्बिनी यो घाममा त यो टाइममा त जान पोसिबलै छैन। त्यही भएर हामी यता चरङ्गीनिर जान लागेको। आज मौसम चाहिँ जो साथ चाहिँ दिइरह, तर गर्मी चाहिँ लास्टै छ, लास्टै। हामी यो चिया बगानको लागि यति भड्कै छौँ। यो चिया बगान त खास पुरानो भइसक्यो, तर हामी चाहिँ बल्ल जाँदैछ। हामी एकदम लेट ट्रेन्ड चाहिँ फलो गर्छौँ के। एकदमै पूर्ण विश्वास छ हामी चाहिँ रङ बाटो गइरहेछौँ भने, त्यही पनि हामी चाहिँ कन्टिन्यू हिँडेछौँ क्या। फेरि या तेरो आवाज त्यहाँसम्म पुगेछ कि मौसम एकदमै राम्रो छ, त्यही भएर मलाई मजा आइरहेको छ। घुम्न पनि चलाउन पनि परेको छ। यहाँ मैले के चला, मलाई स्कुटी चलाउनु नपर्दाखेरि यति मजा हुन्छ। अब यो स्कुटी सिक्नु पनि एउटा कस्तो के भन्छ, एकदमै बोझै हो के। ड्राइभर भन्नुपर्छ, ड्राइभर सबैको। अब यो भिडियो चाहिँ मम्मीले हेरेपछि पक्कै मलाई कराउँछ। मम्मीकै ड्राइभर भइरहेको छु अलमोस्ट, के अरे द मोस्ट अफ द टाइम।
त्यो गोल्नेको पछाडि हामीले पहिला पहिला त भापु भापुवाला आइसक्रिम के अरे यो चाहिँ हामीले पहिला एकदम खान्थ्यौँ के केकहरू पेस्ट्रीहरू पाउँछ नि हो त्यही नै हो कस्तो आवाज आउँथ्यो भापु भापु भन्दै आउँथ्यो नि अनि हामी मम्मीसँग पैसा माग्दै दौडिँदै जान्थ्यौँ कि लिन फाइनली सायद हामी आइपुग्यौँ हामी चाहिँ अघि यो बाटो आएर पनि एउटा आन्टीले कहाँ छ र यहाँ भन्नुभयो कि अनि हामी फेरि फर्केथ्यौँ सायद अब चाहिँ आइपुग्यौँ जस्तो लाग्छ अब यो हो कि नै त्यही पनि हेर्दै जाऊँ किलो बाइसे कुवा अरे खै त तर आज वेदर चाहिँ राम्रो छ है एकदमै बेस्ट छ ओ माई गड बाटो हेर्नुहोस् न यस्तो त थिएन यस्तो राम्रो काठको थियो है यो त के हो यस्तो ए उत्तातिर रहेछ जे होस् यहाँको बाटो चाहिँ एकदमै पिच रहेछ है राम्रो रहेछ यहाँ जाने बाटो चाहिँ खत्तम रहेछ यस्तो ओबड खापड मलाई त्यो बाटोमा यस्तो फोटो खिच्न मन लाग्थ्यो तर गाइजहरूले मलाई खिच्न दिनु भएन अहिले चाहिँ म स्योर खिच्छु नै मलाई त्यही त्यो बिच रोडवालामा क्या खिचौँला अहिले ए यहाँ धेरै उहरू रहेछ नि त एउटा यतातिर पनि एउटा स्टल जस्तो त्यो गाडीमा के भन्छ यसलाई त्यो रहेछ अनि एउटा यहाँ रहेछ चिया बगान हामी आइपुग्यौँ मैले मेरो दिदीको भ्लगमा बोल्दैछु फाइनली हामी आइसक्यौँ यति गर्मी छ क्या हेर्नु न घाम लाग्छ नि तर यति गर्मी छ यहाँ पनि यहाँ हाम्रो चटपटे आइसकेको छ कति गर्मी नि यहाँ म त केही खान पनि मन लाग्दैन किन गर्नु भयो घाँटी दुख्छ यहाँ त झन् उप्पर रहेछ त्यो बाटोमा पुरा अलिक हावा लाग्थ्यो यहाँ त झन् हुप्पै छ चिया खाना आएको गर्मी नो चिया यो चटपटे त्यो यसमा एक पनि है निकाल्दै नि चम्चा यो चम्चा दुएर चम्चा त्यसमा छैन यो पहिला खाएँ मैले खाएँ मैले पनि खाएँ यार पऱ्यो पानी हालिहाल्छ यसको मुख फेरि यति सानो छ नि अमिलो अमिलो यहाँ सानो बच्चा आउनुभयो राम्रो बनाइदिएछु म देखेको छ नि त्यति टाढो देखिन्छु किन देखेन नदेखे मैले किन बनाउँथेँ मैले त ऊ सोचेको के अरे चर्के गाउँघरमा हुन्छ नि हातले हाल्नु कस्तै गर्मी रहेछ ओभर लास्ट मेरो लास्टै हो कस्तो हेर्न साँप जस्तो देखेको यो त्यो हुन्छ नि जुत्ताको ड्रेस पहिला कता हावा आयो खाउला पिउला दिदी खेलिङ्गे कि पछाडि भए ल 1 2 3 जसले पकडे अझै भिडियो बना दो मजा आउँछ यो साइडबाट बनाइदिनु न मेरो त यो साइड राम्रो आउन यो साइड आउनु हुन्छ हेर मलाई रुख माथि नै पुरा हुन्छ क्या यतिमा पुगिदिनुहोस् ल गर्मी भयो उठी खेलौँ क्या खेल सुमेक चाहिँ खेल्छु यार उठी खतरा
खतरा खेल्छ सुवेक्षा को मम्मी पहाडतिर त्यस्तो खेल्ने भएर अब खेलो कि आइए थोडा थोडा ए मलाई उ गर्दै त ब्रेक हान्दै त आइए धकाल दे इसको हिंदी धक्का दे दो तो नहीं लगता है ना नहीं इसको मैंने धकाल से क्या होता है आराम से बोलिए ना कितना धकालू 1x 2x फिर माथि पुग्दा ऊपर पुग्छ कि नहीं खान्छौँ नि स्टिभा भनेर चिनी जस्तो त्यो प्लान सुगर भन्ने चाहिँ डेली ल्याएको थियो कस्तो नमिठो मलाई मन परेन त्यस्तै लाग्छ मलाई त यहाँको नेपालको डाइटको ये सोचते हैं 7 से रे बनाते हैं ठुलो छ ठुलो होला है यो त यति ठुलो छ नि मजा आ रहा है इन्डिया कहाँदेखि किनभने बिहामा गएको छ नि गोरखपुरबाट अझै यतै यता कि उता सिटी गर्ने गर्मी नै रहेछ उता पनि गर्मी नै हुन्छ उधर भी गर्मी होता ना घरबाट बाहिर निस्किने यो अहिले एसएलसी एसएलसी सकेर आउनुको हामी चाहिँ त्यहाँबाट निस्क्यौँ लास्टै गर्मी भएर मौसम त हेर्दाखेरि फेरि हेर्नु न शीतलै छ के तर कस्तो हुपुक्क यत्रो जङ्गल छ त्यही पनि हुपुक्कै छ के कुन पनि अड्डाउने ठाउँ छैन हौ पहिला मलाई गर्मी महिना चाहिँ ठिक लाग्थ्यो जाडो महिना चाहिँ किन आउँछ होला यो जाडो लाग्थ्यो किनकि मलाई जाडो महिनामा एकदम ढाड दुख्छ क्या एकदम सहनै गाह्रो हुन्छ त्यही भएर मलाई गर्मी महिना चाहिँ ठिक लाग्थ्यो अब चाहिँ बरु ढाड दुखोस् सहन्छु तर यो गर्मी नै यो वर्ष चाहिँ लास्टै गर्मी भयो जस्तो फिल भयो जति बेला नि हुपुक्कै मात्र भइरहेको हुन्छ चरङ्गे चाहिँ मेरो फर्स्ट टाइम चाहिँ होइन सेकेन्ड टाइम हो एकचोटि चाहिँ मेरो फोटोसुट हुने टाइममा चाहिँ म आएको थिएँ जवानामा कति वर्ष अगाडि अनि यो चिया बगान चाहिँ मैले टिकटकमा मात्र देखिरहेको थिएँ मेरो फोटोसुट हुने टाइममा सायद त्यो टाइममा चाहिँ थिएन यो चिया बगान अहिले चाहिँ चिया बगान आएको लाइक केही वर्ष अगाडि टिकटकमा चाहिँ एकदमै देखिरहेको टिकटकमा हेर्दाखेरि कस्तो राम्रो देखिन्छ हौ जाम हुन्छ आइसकेपछि फेरि एउटा हुन्छ त्यही भएर अबदेखि टिकटकको भरमा चाहिँ म हिँड्दिनँ होला सायद जहिले क्या अस्ति पनि एउटा टिकटककै भरमा हिँडेको त्यो पाल्पा यस्तो नराम्रो रेस्टुरेन्ट पऱ्यो अहिले पनि आयौँ ठिकै छ तर जाडो महिनामा चाहिँ बेस्ट हुन्छ यहाँ चाहिँ अनि चिया बगान आउने टाइममा यति झन्झट भयो नि यति झन्झट भयो हामी आधी बाटोसम्म आइसकेको थियौँ खिच नि त तिम्रो स्कुटीसँग अनि यो चिया बगान आउने टाइममा यति झन्झट भयो एउटै बाटो आएको थियौँ आधी बाटो आइसकेको थियौँ एउटा आन्टीले चिया बगान कहाँ छ भनेर सोधेको कहाँ छ चिया बगान चाहिँ फेरि हामी वहाँ तल गयौँ फेरि वहाँ गएर सोध्यौँ अनि फेरि यहीँ बाटो जानु भन्यो बोर्डहरू पनि छ भनेर भन्नुभयो फेरि अनि आएको नि किन आइपुग्थ्यौँ होला हामी त के भयो गर्मीले ओइली भएर ब्याग स्याग लग्ला न हौ के बोलौँ हुन्छ हौ मलाई यो भ्लगमा फेरि अनि भ्लग बन्द हुन्छ नि साँच्चै भनेको जब यो क्यामेरा अफ हुन्छ नि मलाई यति धेरै म यो बोल्छु त्यो बोल्छु भनेर यति धेरै दिमागमा आउँछ नि जब क्यामेरा अन हुन्छ खै कहाँ जान्छ त्यो बोली यति धेरै आउँछ क्या मेरो दिमागमा म अनि जहिले पनि एउटा कुरा है जहिले म घरबाट भ्लग बनाउँछु भन्छु होइन जहिले म घरबाट भ्लग बनाउँछु भन्छ कहिले पोसिबलै हुँदैन कि जहिले रस फोन आइसकेको हुन्छ ए कहाँ हो छिटो आइहाल भन्ने हुन्छ है
त्यो त त्यही चौराबाट पस्न मिल्दो रहेछ हेर्नु त त्यत्रो राउन्ड हान्यौँ हामी त्यो चौराबाट पस्न मिलिरहेछ हामीले एकदम भारी मिस्टेक हो गयो हम लोगों से हामी यति लामो हिँड्यौँ के अरे कुद्यौँ अनि त्यो बाटो रिटर्न पनि भयौँ फेरि त्यही बाटो गयौँ तर लास्टमा त यति नजिक रहेछ ओ माई गड किन यो चाहिँ के रहेछ यो के बुटोल के हो यो कलेज हो र यो हो त्यहाँ के लेखेछ बुटोल कालिका क्याम्पस क्याम्पस पढ्न मणिग्राम यति यति नजिकको बाटो रहेछ गाइस यति नजिकको बाटो पक्कटी हामी साँच्ची भने नि त्यसै पेट्रोल मात्र खेर टाइम मात्र वेस्ट एउटै बाटो हामी दुईचोटि हिँडेको के एउटै बाटो दुईचोटि जानु पर्यो त्यो चाहिँ नराम्रो लाग्यो तर भ्यू हेर्दा चाहिँ ठिकै थियो भ्यू हेर्न पाइयो राम्रो लाग्यो त्यो आधा बाटो फोटोहरू पनि खिचियो हामीले फोटो भन्दा नि त्यही स्कुटीमा बसेर भिडियो चाहिँ खिचियो यो पनि सेम सेम त रहेछ नि त्यहाँ चाहिँ गर्मी लास्टै थियो तर बाटोमा चाहिँ शीतलै थियो कि तर वहाँ पुगिसकेपछि चाहिँ एकदम गर्मी थियो लास्टै मजा आउँदो रहेछ कहिले कस्तो लङ ड्राइभ आउन यहाँ लङ ड्राइभ होइन गाइज यो सर्ट ड्राइभ हो जे भए पनि हाई गाइज वेलकम ब्याक डे 3 अफ दिस भ्लग मैले यो भ्लग राख्छु राख्दैन थाहा भएर तर भिडियो चाहिँ म बनाइरहेको छु त्यहाँभित्र चाहिँ एलाउड छैन भिडियो बनाउन मलाई पनि थाहा थिएन अघि त्यहाँ इन्फर्म गर्नुभयो त्यहाँबाट म यहाँ बाहिर आएको छु बहिनी चाहिँ उता प्र्याक्टिस गर्दैछु हामी चाहिँ परासी आएको छौँ भोलि चाहिँ बहिनीको ट्रायल परेको छ त्यही भएर अहिले चाहिँ यसो प्र्याक्टिस गर्न आएको भोलि चाहिँ यसको यही ठाउँमै नै ट्रायल परेको छ त्यही भएर अझै प्र्याक्टिस गरौँ न भनेर चाहिँ यहाँ आएको म चाहिँ यहाँ घाममा कुरिरहेको त्यसलाई म चाहिँ घाममा कुरिरहेको छु त्यसलाई त्यो भित्र प्र्याक्टिस गर्दैछु उता प्र्याक्टिस गर्दैछु त्यो हामी आउँदा आउँदै पानी बाटोमा यति ठुलो पानी पऱ्यो पुरै भिज्यो यो त भन्नु पुरै हामी निस्किँदा चाहिँ एकदम ठुलो टन्टना घाम थियो अनि पानी पर्छ जस्तो लागेको थिएन बाटोमा आउँदा आउँदै अघि पनि पानी परेको थियो जाने टाइममा तर सिमसिम परेको थियो रेनकोट लाउने बित्तिकै फेरि आधी बाटोमा घाम लागिहाल्यो तर अहिले चाहिँ एकदम ठुलो पानी पऱ्यो हामी यहाँ के रेस्टुरेन्टमा चाहिँ यहाँ पानी बिसाउनलाई कुरिराखौँ भोलि उहाँको ट्रायल छ होइन भोलि उहाँको ट्रायल छ यो चाहिँ उहाँको सेकेन्ड टाइम हो सुरुमा कटाएको थिएन मैले पनि कटाएको थिएन सुरुमा कति कुरा सिमिलर छ कि यसको मसँग जे जे हुन्छ यसो गरी त्यही नै हुन्छ हो कि नै कति कुरा है कति कुरा ख्याल गर्छौँ कि मसँग जे जे कुरा भइसकेको हुन्छ त्योसँग त्यही एजमा फेरि यसँग पनि त्यही कुरा हुन्छ अहिले छैन नि त पानी कति बेला बिसाउँछ बिसाउन जाम कहाँ जाम यस्तो पानीमा ट्रायल यति भिजिसक्यो टाउको दुख्यो भने होइन के भएको छ नि भोलि ट्रायल छ नि त अरूभन्दा एकछिन कुरा हामी अघि भर्खरै आइपुग्यौँ हेर्नु यति ठुलो पानी परेर आज ट्रायल हुन्छ जस्तो पनि लाग्दैन 1 घन्टा कुर्ने भन्नुभयो यदि पानी कम भएन भने चाहिँ भोलि हुन्छ र ट्रायल पोसिबल पनि छैन नि त यति ठुलो पानी परिरहेको छ पुरा टाउको साको भिजेर बिमार हुन्छ होला नि अब बहिनी चाहिँ उता भित्र गएको थिएँ हिजो आउँदा चाहिँ 4 राउन्डको 100 रुपियाँ थियो
आज एक राउन्डको 100 रुपियाँ, त्यो पनि सिकिरहँदै बिचरा डराएर त होला, त्यो पनि सिक्न गएपछि एक राउन्ड भयो नि यस्तो हानिहाल्छु भनेर गएछु। अब यस्तो पानी भयो भने चाहिँ आज चाहिँ हुँदैन त, भोलि हुन्छ, फेरि भोलि आउनुपर्छ। ट्राफिक सरहरू आउनुभयो आउन त, तर हुन्छ कि हुँदैन त अहिले हेरौँ अब। यसो मानवता भन्ने चिज चाहिँ देखाइदिनपर्छ है। हामी भैरवादेखि परासी आउँदै गर्दा चाहिँ ठुल्ठुलो गाडीहरू चल्छ नि त परासीको बाटोमा। मलाई फेरि यहाँ धेरै मान्छेले हेरिरहनु लाज लागिरह्यो, त्यही पनि म ट्राई चाहिँ गर्दैछु। अनि भैरवादेखि परासी आउने बाटोमा चाहिँ यति गाडीहरू चल्छ नि त के भने। भैरवादेखि परासी आउने बाटोमा यति धेरै गाडीहरू चल्छ नि त, मेन हाइवे नै हो नि त त्यो, मेन हाइवे हो। अनि ठुल्ठुलो गाडी त अब आफूहरू गाडीभित्र हुनुहुन्छ होइन, एटलिस्ट स्कुटी बाइक साइकल रिक्साहरू आउने टाइममा चाहिँ प्लिज गाडी अलिकति स्लो चलाइदिनु। हामीले पो रेनकोट लगाएको थियौँ र हामीलाई बाछिटायो भने पनि जस रेनकोट बाहिर नै हुन्थ्यो नि त। अनि हाम्रो साइडमा भएको चाहिँ मान्छेहरू मैले कति देखेको थिएँ कि बिचरा कोही काममा जान थाल्नु भएको होला या कोही हिँडिरहनु भएको, कता केही कामले नै हिँडिरहनु भएको होला। अनि एउटा अङ्कल चाहिँ सिलिन्डर साइकलमा बिचरा बुढो हुनुहुन्थ्यो, सिलिन्डर बोकेर जाँदै हुनुहुन्थ्यो, ट्रकले यति नराम्रोसँग छाप्दियो कि बिचरा। उहाँले छाता पनि ओढ्नु भएको थिएन, रेनकोट पनि लगाउनु भएको थिएन। कोही कोहीको सिचुएसन यस्तो हुन्छ कि हुँदैन कि पोसिबलै हुँदैन नि त। 40को स्पिडमा चलाइरहनु भएको छ भने बाइक स्कुटी रिक्सा साइकल आउने टाइममा चाहिँ प्लिज 20को स्पिडमा भयो भने चलाइदिनु है। हामीले त रेनकोट लगाएको थियौँ र हामीलाई त त्यस्तो केही फरक परेन। रेनकोट नलाउनेलाई चाहिँ गाह्रो हुन्छ, एक त चलाउन यो पानीमा त्यसै गाह्रो भइरहेको हुन्छ। अब मलाई पनि चलाउन गाह्रो भइरहेको थियो। अब रोकौँ भने यहाँ बहिनीलाई लेट होला भन्ने डर, अब नरोकौँ भने कोही बेला यस्तो ठाउँमा हुन्छ कि रोक्न पनि मिल्दैन, त्यो एरिया सेफ फिल हुँदैन नि त, कहाँ रोक्ने जस्तो हुन्छ क्या। कोही बेला चाहेर पनि सिचुएसन यस्तो नराम्रो हुन्छ क्या। त्यही भएर यति ट्रक गाडीहरू यताउता चलाउँदै हुनुहुन्छ भने चाहिँ प्लिज यति हजुरको साइडमा सानसानो भेहिकलहरू छ भने अलि आस्ते चलाइदिनु। कारहरूको बाछिटा बरु खुट्टाहरूसम्म आउँछ, त्यो ट्रकहरूको के उनीहरूको चक्का नै हाम्रो यो टाउकोसम्म हुन्छ नि त। अनि त्यस्तो स्पिडमा चलाउँछ कि पुरै मुखैमा हुन्छ क्या। अब कोही बेला रेनकोट नलगाएको हुनसक्छ। अब जस्तो हामी भइरहेको मान्छे, अब त्यहाँ त अब सानसानो सिमसिम पानी परिरहेको थियो नि त हामी निस्केको बेलामा। यहाँ त्यहाँ पानी पऱ्यो भन्दामा यहाँ पनि पानी पर्छ भन्ने जरुरी हुँदैन नि त। कति ठाउँमा त्यस्तै हुन्छ, आधी बाटोमा पानी परिरहेको हुन्छ, अर्को बाटोमा पानी नपरिरहेको हुन्छ। सधैँ रेनकोट लिएर हिँड्छौँ भन्ने पनि पोसिबल हुँदैन, छाता बोकेर हिँड्छ भन्ने पनि पोसिबल हुँदैन नि त। यदि हजुरको साइडमा सानसानो भेहिकल परेको छ भने प्लिज मानवता देखाइदिनुहोस्, अलिकति स्लो भए पनि चलाइदिनुहोस्। 40-80को स्पिडमा हुनुहुन्छ भने पनि स्लो चलाउनुहोस्, एक त हजुरहरूको लागि पनि सेफ्टी हो। हामी आउँदा आउँदै बाटोमा एउटा लोड गरेको गाडी पनि खसेको थियो क्या। अब त्यो सायद राति नै एक्सिडेन्ट भएको होला, उल्टेको थियो क्या। बिचरा त्यो मान्छेलाई पनि हार्म, गाडी पनि गयो, नोक्सान भयो नि त। त्यति नै हो। मलाई धेरैजनाले हेरिरहनु हो, मलाई एकदमै अकवर्ड लागिरह, त्यही पनि म कन्टिन्यू चाहिँ गरिरहेको छु। अनि आउँदै आएँ नि म एकचोटि भित्र जान्छु हेर्न के भइरहेछ, हुन्छ हुँदैन कन्फर्म गर्नु पऱ्यो नि त। फेरि आज भएन नि भोलि आउनुपर्छ। म भित्र जान्छु, भित्र चाहिँ क्यामेरा एलाउड छैन नि त, फोटो क्यामेरा केही खिच्न एलाउड छैन। म गएर हेरेर आउँछु है। हुँदैन हुँदैन आज आठचोटि दिएको कस्तो गरेको, आजको त तेल लडेको म जाने टाइम त बुढो बोल्यो टाढेलो भन्यो त्यही यसमा एटखोट हिँड्निस्, एकमै लडेको नि बेकारमा गरे भाइ। फेरि भोलि आउनु पऱ्यो नि। लो भयो।
भोलि हुन्न होला अब भयो अर्को बिहिबार भन्दै अर्को बिहिबार रे कन्फिडेन्स अब यही नानीको अब यो हजुरको आज 1-2 दिनमा हुँदैन भोलि त शुक्रबार पर्सि शनिबार भोलिवालाको त हुन्छ फेरि भोलि पनि त घाम लाग्यो भने त भोलि भइहाल्छ भोलिकोलाई भोलिको नामकरण हो आजकोलाई त्यस्तै छ यसो भित्र सोधेर जानु होला है भइसक्नु अघि त उहाँले अब आज हुँदैन त्यही त नि एक त पानी त चिप्लो भइसक्यो चिप्लो भयो मान्छेले डर त तिरेबाट चिप्लिन्छ कि भन्ने त यो चलाउन गाह्रो सिधै जाने बित्तिकै त्यहाँबाट टाढाबाट आउनुभएको भैरवाबाट ए भैरवाबाट हो एकचोटि सरलाई सोधेर अनि बल्ल क्लियर गरेर जानु होला है त्यहाँ सुन्नु त कुन छ र फेरि कहाँ आउँछ नि अघि हुन्न भनेको नि त त्यो जान्थ्यो हुन्न पहिले क्लियर भनिसकेको चाहिँ हुन्न जानु भनिसकेको अनि इन्फर्म दिन्छ त्यहाँ आउनुहोस् त एकचोटि कन्फर्म गर्नपछि आज हुन्छ कि नै होला अब कोच हुँदैन नि आज गइसक्यो अघि नै आज हुन्न भन्दै थियो हल्ला गर्दै पनि गइसकेको थियो आज यत्तिकै प्र्याक्टिस गर्ने टाइममा एकचोटि लडी त्यसलाई बेकारमा छुवालामा छ होपलेस भइसक्यो त्यो झन् कति होपलेस हुन्छ मान्छे ट्राफिक यताउता देखेर हिजो चाहिँ मजाले कटाएको थिएँ स्कुटी नचलाउने होइन मजाले चलाउने चाहिँ आज अब आएर होपलेस भइहाल्यो हो हामी चाहिँ आइसक्यौँ घर सो हामी चाहिँ अब घर आइसक्यौँ बाटोभरि शान्तिनगरभन्दा यता पानी छैन शान्तिनगरभन्दा उता चाहिँ पानी थियो पुरै भिज्यौँ अब अर्कोचोटि खै कहिले हुन्छ इन्फर्म गर्छ मैले यो भ्लग चाहिँ खास आज रिजल्ट आएपछि मैले इन्ड गर्छु भनेर सोचेको थिएँ अब फेरि यसको ट्रायल अब सायद नेक्स्ट विक पर्छ होला अब त्यो कहिले पर्छ केही थाहा होइन त्यही भएर सायद मैले यो भ्लग चाहिँ आज नै इन्ड गर्छु मैले चाहिँ आइसकेँ यहाँ मामा घर आइसक्यो म बहिनी आइसक्यौँ आमा खाना बनाउँदै हुन्छ खुल्ला होइन बाटोभरि डर लाग्छ अर्कोचोटि मलाई लाद्ने रे ओके थाहा गया मान्छे छैन त्यहाँ कहाँबाट लाग्छ दुईवटा मात्रै जुस लिएर मलाई जिस्काउँदो कुकुर दिए तिमीले के हो आफै निकाल्नु पर्छ माथि त छैन आँखामा के गरेको राम्रो गर्दैन कुकुर राम्रो देख्छ पागल जस्तो बनाउँछ आँखामा कता राम्रो देखेको थियो राम्रो देखिएछ राम्रो देखेको छ कि साँच्ची पागल हो के अरे म हाल्दिउँ हाल्नु लगाउनु त परेला परेला तैँ लगा परेला मेरो आँखामा लगा नि बरु यहाँ के लगा मेरो यहाँ छैन आयो बरु छैन यसो बनाइ त्यसको लागि पोखरा जानुपर्छ किन पोखरामा गरिदिन्छ कोडिन्छ के हो र त्यो गाजरको हल्का हल्का कोडिन्छु हल्का के धेरै नलगा त त्यहाँ
हल्का कोर्दैछु अहिले नक्कलले भन्छन् कहाँ जाने हो र त्यहाँ घोद्ले जान्छु कि कोटले जाने के गर्दैछ र यो हल्का त गर्दैछु नि हल्का कालो कालो देखेछ कालो पनि देखेछ नि हल्का देखेछ खै यसो पेन्सिलले कोर्नु क्या आमा भयो हद नकोर्नु फेरि कहाँ कुर्सिनी जस्तै गरेर जान्नु पऱ्यो देखाइदे आमालाई के गर्छ हेर नि त